गाइस हामीहरु शिवपुरी पिकमा जाँदैछौँ हामीसँगै रहनु होला काहीँ नजानु होला सुरुदेखि अन्तिमसम्म होला भने भिडियो हेरेर थाहा हुन्छ गाइस अनि 2 शब्द भनिदिनु पर्यो ट्रेकिङ आउँदैछु ट्रेकिङ भन्दा हाइकिङ आउँदैछु बोकेर ट्रेकिङ हुन्छ आउँदैछु जाँदैछु हेलो गाइस मैले आज भिडियो पनि बनाएँ अच्छा मेरो आउटफिट पनि देखाएँ गाइस मुझे नहीं पता था मैं इतना खूबसूरत लगता हूँ क्या बोलती है तू आउटफिट अफ द डे गाइस थ्यांक यू हेलो गाइस मैं पागल हूँ हाय मैं तो थक गई भाई नहीं भन्छ सिधै हेलो गाइस जति थाके नि हात हलाउनु त छोडेन क्यामेरामा चाहिँ भने ओ यहाँ कुबिस यार म चाहिँ के थाहा छ कौन है ये लोग कहाँ से आते हैं के हो मारी बगैले के भन्छ अबे मुझे क्या पता मुझसे पूछे जा रही है बार बार तपाईँ त ऊ होला नि यसमा यस्तो डान्स गर्दै जाउँ तपाईहरुको अनुभव बताउनुहोस् मैं तो फिर से थक गई मैं भी थक गई भाइ के छ अनुभव यहाँसम्म आउँदा कस्तो लाग्यो मेरो खुट्टा डेढ तर मजा आयो 25 पानी खाउँछु डिस्टर्ब हुन्छ कि भन्नु मात्रै हैन हामी चाहिँ टक्क आइपुग्यो चिसो पानी पाउँछ गर्मीबाट आएको फेरि घाममा बस्यो भने झन् हेलो शिवपुरीको टुप्पो शिवपुरीको डाँडामा आएको छौँ थाकिसकेको छौँ आधी बाटो आइसक्यौँ साँच्चै नसक्ने यहाँ बोइलर नि मैले काटेर खान्छु फाइनली बिहानदेखि हिँडेर अहिले कति 12:30 जति भयो। हामी चाहिँ अहिले शिवपुरी हाइटमा ठक्क आइपुगेका छौँ। यहाँ चाहिँ पुरै जङ्गल रहेछ। एक्लै आउनु चाहिँ डर लाग्दैछ।
हाम्रो साथीहरू चाहिँ 2-3 जना चाहिँ अब हिँड्नु नसकेर तरै बस्नुभयो आधी बाटोमै। हामी 7 जना जति चाहिँ जस निरन्तर हिँडेर आइपुगेका छौँ। अब यहाँ हल्का एकछिन रेस्ट गरेर प्रार्थना गरेर जाने हाम्रो चाहिँ उद्देश्य भनेको डाँडाको प्रार्थना हो। त्यही भएर हामी चाहिँ अब डाँडामा प्रार्थना गर्न आएको। अब ल यस्तो टक्क हाम्रो सामुएल दाई पनि हुन्छ, अहिले दाई ल प्रशंसा दिदी, सन्दीप भाइ ल, अनि अगाडि सन्ध्या बहिनी, पावल दाई, सन्दीप भाइ है सन्दीप पनि छ। कतै बस्नुपर्ने हुन्छ, हामी अब यसो हेर्दैछौँ। तारे भित्तिर निस्किन्छ कता यहाँ कि यहाँ देख्दैन होला सबै रुखै रुख छ, भ्यू नै देख्दैन। यही हो डाँडा भन्ने देखाउनु है। अब यो भन्दा मुनि त जङ्गल त्यही यहाँ उहाँ जानु त, त्यहाँ जाउँ माथि। नजाउँ यो डाँडामा जाउँ नि त। यो ठुलो रुख रहेछ नि त भाइ, हेर चित्रमा अरू कुराहरू पनि छैन। यहाँतिर त गाईबस्तु नि हिँड्छ कि क्या हो। ल डाँडा चाहिँ यही रहेछ। जस रुख नहुनु भने चाहिँ अब पुरै भ्यू देख्ने थियो। अब रुखको टुप्पामै अब चढेर हेर्ने कुरा नै आएन। पावललाई चाहिँ अब उसको चाहिँ विश्वास छैन है, ऊ चढ्नु पनि सक्छ फेरि। ल हामी अब सानो प्रार्थना गरौँ। ठिक छ होइन? ल तपाईँको कस्तो लाग्यो? रमाइलो एक्सपिरियन्स पछि हिँडेर भन्दै भन्दै यसलाई केही 1 शब्द 2 शब्द। यहाँ माथि डाँडामा चाहिँ आइयो होइन, यो रुखहरूलाई चट्ट अलिअलि छाटेर यसो भ्यू हेर्ने बनाएको भए चाहिँ सुनमा सुगन्ध फर्स्ट क्लास हुन्छ। रुख भन्दा तर रुखले गर्दा अलिक बाहिरको दृश्य देख्नु पाइएन, त्यही भएर अलिक मन चाहिँ अलिअलि कता कता केही नपुगेको हो कि जस्तो भइरहेछ। अरे कहना क्या चाहते हो? अब सन्दीप भन्छ अरे मैं क्या बताऊं, मैं क्या बताऊं। थ्याङ्क यू अरे। तपाईँको वेलकम भन्नु ल पावललाई के छ तपाईँको के छ? और ये मैं आसमान की ऊंचाइयों में बहुत ऊंचे, पूरा कोहरा ही कोहरा। मेरो यस्तो छ हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो। मेरो यस्तै छ पारा हो, यस्तो यस्तो हो नि ब्रो भन्दै हो। मेरो यस्तै छ। दाउरा टिप्नु पो थाल्यो क्या हो यहाँ। साँच्चै परमेश्वर तपाईँले हाम्रो यात्रालाई यो हाइकिङलाई सफल पार्नुभयो, साँच्चै परमेश्वर हामी धन्यवाद दिन चाहन्छौँ। अनि साँच्चै नै परमेश्वर तपाईँको यो ल हामी अहिले शिवपुरीको डाँडामा छौँ है। यहाँदेखि चाहिँ काठमाडौँ नदेखे तापनि पहाडको टुप्पोमा छौँ है। अलिकति घुमाइदेऊ भाइ यसो होइन। ल अब लागौँ है। ट्रान्सलेसन गरेको त्यो यस्तो मलाई लाग्यो। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को लगायत अब चाहिँ हामी यहाँबाट लाग्दैछौँ है। सबैजना निकाल है। नहीं सबै गाइस बाई बाई। यो के अरे यो ठाउँको नाम है? नागी गुम्बा।
हेलो ओके के हाल है रमाइलो गर्न आएको अनि हाँस्नु पऱ्यो भाइ ए ब्रो यार जता पाइ त्यतै नघुमाउनु न सिनमा घुमाउ यार हामी यस्तै त हो नि